यो रुखहरू देखिरहनु भएको होला तपाईँहरूले। कुनै दिन यहाँ मान्छेको भिडले खाँदा हुन्थ्यो, कारण यो रुखहरू एकदमै राम्रो रङको फुलहरूले सजिएर एकदमै ढकमक्क हुन्थ्यो। त्यही फुलको कारण मानिसहरू फोटो खिच्न निकै नै उत्साहका साथ फोटो खिच्न आउने गर्थे। अहिले फुल पनि छैन र फोटो खिच्ने भिड पनि छैन। मानिसको जीवन पनि यस्तै हो। जब हामी सबै थोकले भरिपूर्ण हुन्छ, त्यो बेला हाम्रो साथमा सबैजना हुन्छ। जब हाम्रो जीवनमा अभाव आउँछ, त्यहाँ हामीलाई साथ दिने कोही हुँदैन। त्यो बेला साथ दिने एउटै मात्र व्यक्ति हुनुहुन्छ प्रिय हो, उहाँ हुनुहुन्छ प्रभु येशू ख्रीष्ट। उहाँले हामीलाई हिजो पनि साथ दिनुभएको छ, आज पनि दिँदै हुनुहुन्छ, भोलि पनि दिनुहुनेछ। हामीलाई सधैँभरि साथ दिनुहुने उहाँप्रति सदैव म धन्यवादी छु। यसबाट हामीले के थाहा पाउन सकिन्छ भने प्रभु येशू ख्रीष्ट चाहिँ हाम्रो खाँचोमा, हाम्रो प्रशस्ततामा, हाम्रो दुःखमा, हाम्रो सुखमा सधैँभरि हामीसँगै हुनुहुन्छ।